हेलो गाइस, म चाहिँ आज के भनौँ भने यो परदेशीको जीवन र एउटी बुहारी मान्छेको जीवन एउटै हुँदो रहेछ होला जस्तो लाग्यो मलाई। किनभने अब परदेशमा बस्नेलाई कसैले हालखबर कस्तो के त्यो सोध्दैन होइन, डाइरेक्ट सोध्छन् बाहिर बसेको छ पैसा माने खालि पैसाकै अब भेल्यु हुन्छ। पैसा पठाउनको लागि मात्रै फोन गर्नु वा पैसा पठाउनु भएन हो त्यही कुरा हुन्छ। बाहिर बसेर अब त्यो पनि पैसा पठाएनन् भन्ने खालको। अब उसले कस्तो दुःख कष्ट कस्तो गरेर इन्कम गरेको छ छैन त्यो सब बुझ्दैनन्। ठिक त्यसरी नै अब बिहा गर्ने एउटी बुहारीलाई को हालखबर पनि त कसैले सोध्दैनन् कस्तो के छ भनेर। अब 365 दिनमा खाँदै काम गरिराख्यो नि, एक दिन केही भयो 2 दिन केही भयो भने अब त्यही चाहिँ देख्छन्। अब त्यस्तो खालको कुरो हो जस्तो लाग्न थाल्यो मलाई त। होइन र गाइस, हो कि होइन भन्नुहोस् त तपाईँहरू पनि कमेन्टमा मलाई जनाउनु होला। कसलाई चाहिँ त्यस्तो लाग्छ।